हेलो साथीहरू। अब होइन साथीहरू, म चाहिँ यहाँ यो बनतरुलको बोट थियो र बनतरुल खनेको होइन। अब यहाँ अस्ति खने कति धेरै छ नि त बोटहरू। यहाँ हेरौँ न, यहाँ बोटै बोट छ। यो पनि बोट भइगयो, यो सानो बोट छ, अर्को यहाँनिर पनि बोट छ, यहाँ बोट छ, यहाँनिर यहाँ बोटै बोट छ, यहाँ बोटै बोट छ। अस्ति यहाँनिर ठ्याक्कै यहाँनिर यो एउटा बोट, अर्को यो बोट यिनीहरूको चाहिँ देखेर यिनीहरू चाहिँ ठ्याक्कै यिनीहरू चाहिँ मैले अस्ति खनेर यहाँदेखि निकालेको क्या। अनि खनेर निकालेको थिएँ। अनि खन्दै कति धेरै बोट छ नि त। यहाँ अरू पनि यहाँ छ अर्को बोट। अनि खन्दै यो बोटलाई ठ्याक्कै यो बोट माथिबाट खन्दै आएको। यहाँ खन्दै थिएँ, अचानक यता यहाँ अर्को एउटा यो कहाँ आएको हो हेरौँ न होइन। अब यहाँ यो कहाँ छ यसको बोट थाहा छैन क्या। यता यहाँ निस्किदियो क्या यो चाहिँ। यो निस्केर यो खन्नु भनेर यो खन्दै गरेको क्या। फेरि अचम्म फेरि यतापट्टि चाहिँ के आयो भने यहाँनिर छ क्या यो ठ्याक्कै हेरौँ न, यो ढुङ्गा हो है। अनि यो ढुङ्गाको चेपमा फेरि यहाँ आयो क्या बनतरुल। ल यो आयो क्या। अनि अब फेरि यो यस्तो नि हुँदो रहेछ हेर्नु। यो तरुल भन्ने यति शक्तिशाली हुँदो रहेछ हेरौँ न। ढुङ्गा चिरेर ढुङ्गा चर्काएर हेरौँ न, पुरै ढुङ्गालाई चर्काएर ढुङ्गाको चेपमा छ क्या। अब यसलाई निकाल्ने हो साथीहरू। तर अब पहिले यता तल यो चाहिँ गाइरो छ कि साथीहरू। यहाँभन्दा खन्नै गाह्रो छ। कसरी ढुङ्गा छ, कसरी खन्ने गाह्रो भइरहेछ। पहिले यसलाई निकाल्ने हो, त्यसपछि चाहिँ यसलाई कट्याउने हो। टक्क यो ढुङ्गाहरू सब कस्तो छ, ढुङ्गाको चेपमा छ हेरौँ न। अघि अगाडिपट्टिको ढुङ्गाहरू सबै निकालेँ क्या मैले। अनि अब हेरौँ न गाइस, म भरे निकाल्छु कस्तो चाहिँ हुँदो रहेछ भरे। हेरौँ न अब खन्दै यता तल पुऱ्याएको छु है यो होइन। अब यता खन्दा यता अब यो ढुङ्गाको त त्यसै ठिकै छ, थिएनै थियो होइन। यता यहाँ पनि ठिकै। अब यता अलिकति हेरौँ न, यता फेरि यहाँ पनि अर्को निस्केको छ है गाइस। हेरौँ अब यहाँ हेरौँ, यहाँ छ। यता हेरौँ न, परतिर फेरि यहीँनिर छ अब है। अनि फाइनली म आज सब निकालेर देखाइदिन्छु गाइस, कति निस्किँदो रहेछ भन्ने कुरो होइन त। अब खन्दै जाऊँ फर्स्ट। अब यो त तर गाइरो छ नि त है, फर्स्टमा दुःख खन्ने हो नि त। अनि भएर यिनीहरू, अनि त्यसै भएर यो ढुङ्गाको ल फाइनली अब यो बोटको चाहिँ निकालियो होइन। यो बोटको अघि भनेको ठ्याक्कै बित्ति खनेर निकाल्यो। ढुङ्गाको चेपले गर्दा सबै होइन यहाँ क्याचक र कुचुक पारिदिएको छु सबै। यहाँनिर क्याचक किचिक बनाइदिएको छु। निस्किनु सकेन, निकाल्नु सकेन। गाइरो पनि भयो, त्यो ढुङ्गाले गर्दाखेरि सबै यहाँनिर अघि गरेर निकालेको छु है साथीहरू। लगभग यो मुनि छ तर खन्न सकिँदैन, ढुङ्गाको चेपमा छ है यो। अब यसलाई निकाल्ने है त, यसलाई अनि अर्को यहाँ छ, यसलाई निकाल्ने है त साथीहरू। ल यतापट्टिको चाहिँ यो यहाँको चाहिँ सबै निकालियो। यहाँनिर सर्लक पनि निकालिया छ। यति निस्क्यो यता माथि, अघि यता छ, यति छ। अनि यहाँ हेरौँ न, यहाँ पोहोरको कुहिएर पोहोर तर कतिलो थिएछ, तर कुहिएर हेरौँ सबै है यहाँनिर थियो। अनि अब फेरि यता पर यहाँनिर निस्किरहेछ गाइस, फेरि अर्को। अब के गर्ने, यसलाई पनि छोड्ने कुरो भएन गाइस, यसलाई निकाल्नै पर्यो होला। भिता चाहिँ भत्किने हो गाइस। फेरि यो भिता माथिल्लोपट्टि अरूको पर्छ नि त, त्यसैले यो भिता मुनि फेद कटाउँदैछु। अब ल अन्तिममा चाहिँ फाइनली अब यति चाहिँ सायद ठुलो नभए पनि मसिनो है।
तर धेरै त छैन, यतिको चाहिँ निकाल्न सकियो है। पुरा यो ढुङ्गा गाडी थियो, ढुङ्गाले गर्दाखेरि धेरै निकाल्न सकिएन।